हेलो एभ्रिवान, वेलकम टु माई प्रियाङ्सन किचन। आजको प्रियाङ्सन किचनमा चाहिँ कुबिन्डोको खल्पी लगाउने रेसिपी लिएर आएकी छु। यो कुबिन्डो चाहिँ एकदम छिप्पिएको छ, यसको सेतो लागिरहेछ नि, मैले देखाइरहेको छु हजुरहरूलाई हैन। अब कुबिन्डोलाई चाहिँ यसको साइडबाट काट्ने, साइड काटेर चाहिँ यसलाई मसिनो चिरा बनाउने। काट्न र तास्न चाहिँ सजिलो होस् भनेर चाहिँ मैले मसिनो चिरा बनाएको छु। अब चाहिँ यसको भित्रको गुदी र बाहिरको बोक्रा चाहिँ राम्रोसँगले तास्ने। मैले चाहिँ यहाँ सबै तासिसकेँ। अब चाहिँ यसलाई राम्रोसँगले धुने। अब चाहिँ खल्पीको लागि कतिको पिस चाहिन्छ त्यही अनुसारको पिस बनाउनु होला। मसलाहरू चाहिँ भित्रसम्म पुगोस् भनेर चाहिँ मैले यसरी पनि कट गर्दैछु। सबै कुबिन्डोको चाना र खुर्सानीलाई पनि घाममा बिहानदेखि बेलुकासम्म राम्रोसँग घाम लाग्ने ठाउँमा सुकाउने। एक दिनभरि घाममा सुकाएपछिको चाना यतिको भएको छ। यता मैले कराईमा चाहिँ तोरीको तेल बसाएको छु। तेल तातिन्जेलसम्म चाहिँ मैले भाँडामा खनाइसकेँ। अब यसमा चाहिँ मरमसलाहरू एड गर्दैछु। पहिलोचोटि मैले एड गरेँ नुन, थोरै मात्रामा तोरीको धुलो। यहाँ मैले एड गरेको छु जिरा र धनियाको पाउडर। यता तेल पनि तातिसकेको छ र तेल मजाले तातिसकेपछि चाहिँ यहाँ मेथी फुराइदिने। हिटलाई अफ गरेर चाहिँ बेसार पनि लगाउने र यो एकदम तातो तेलमा चाहिँ बेसार लगायौँ भने डढ्छ, कालो बनिन्छ। अब चाहिँ खल्पीलाई राम्रोसँगले यो तेलले चाहिँ जानिदिने र सबै यसरी चाहिँ मरमसलाहरू लगाइसकेपछि अब यसलाई राम्रोसँगले चलाउनु पर्छ। हजुरहरू पनि मिठो कुबिन्डोको अचार बनाएर खानु होला, एकदमै मिठो हुन्छ। अब चाहिँ यो स्टोर गरेर राखेको 2 दिनदेखि चाहिँ खान मजाले मिल्छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मेरो रेसिपीहरू मन परेमा कृपया लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला।